आज 2082 साल वैशाख जेठ 22 गते सायम रेड जातका ड्रागन फुलहरू आज धेरै फुलहरू चाहिँ खेलिरहेका छन्। यहाँ मौरीहरू यसरी चाहिँ परागको लागि मौरीहरू आइरहेका छन्। अब यो कहीँ चापिएकोलाई यसरी बनाइदिनु पर्छ। धेरै फुलेर चाहिँ धेरै चापिएछन्। अब हामीसँग 5-6वटा जातहरू छ यसभित्र। यो अमेरिकन क्विन हो, एकदम साइज ठुलो चाहिँ 800-900 ग्रामको हुने जात हो। यो पनि अमेरिकन क्विन हो भने यो मलेसियन जम्बो जसको वेट 1300 ग्रामसम्म चाहिँ नि भएको मैले देखेको छु। यो पनि हामीसँग छ। आज लगभग यहाँ धेरै फुलहरू फुलेका छन्। यो तेस्रो लटका फुलहरू हुन्। अब यो दोस्रो लटका फलहरू हुन् यिनीहरू। यो तेस्रो लटका फुलहरू हुन् अनि पहिलो लटका फलहरू यो ठुल्ठुला भइसकेका छन्। अब यसमा यो बिरुवामा यो पहिलो लटको फलहरू हो। यो यिनीहरू पहिलो लटका फलहरू हुन् भने यो दोस्रो लटका फलहरू फेरि यतापट्टि छ साना र यो तेस्रो लटको फुलहरू फुलिरहेको छ। अब यो सायम रेड सी भेराइटी जसलाई सायम रेड पनि भनिन्छ, सी भेराइटी पनि भनिन्छ। अब यो जातको फलहरू बिरुवाहरू चाँडै ग्रोथ हुने, ठुलो हुने, मिठो हुने, साइज चाहिँ 500 ग्राम, 600 ग्राम, 700 ग्राम, 800 ग्रामसम्मको पनि हुन्छ। अब मेरो ड्रागन फार्ममा 800 ग्रामसम्मको चाहिँ फलहरू फलेको थियो पोर्छ। अब अहिले पनि पहिलो लटको फलहरू थोरै थियो, त्यसलाई मैले लटमा त गर्ने तर पनि 400-450 ग्रामका थिए। सायद अब चाहिँ यिनीहरूको साइज बढ्छ। र हामीसँग बिरुवाहरू पनि उपलब्ध छ सीमित मात्रामा। खास धेरै बिरुवाहरू छैनन्। अब धेरै बिरुवाहरू चाहिँ नि हामीले बाहिर पठाइसक्यौँ। अब केही मात्रामा मात्रै बिरुवा छ। अब बिरुवा बनाउने सिजन पनि गइसकेको हुनाले कोही साथीभाइहरूलाई चाहिएमा सम्पर्क गरेर लैजान सक्नुहुन्छ। अब अहिले मौरीहरू आएर चाहिँ नि अरू फुलहरूमा बसेर पराग सेचन गरिरहेका छन्। र अब आज पनि फुल्ने फुलहरू छ। अब आज राति पनि केही फुलहरू फुल्दैछन्। यो अब आज राति फुल्ने फुलहरू हुन् यिनीहरू। अब यो चाहिँ थोरै मात्रामा छ, लगभग चाहिँ 1200 होला। र आज भ्याइन्छ। अब यो फुलेर हिजो फुले, आज फुले। अब आज गएको राति फुलेर भोलि चाहिँ फेरि यस्तो फुलहरू देखिन्छ थोरै मात्रामा हो। धेरै मिठो, धेरै साइज ठुलो। अब यी धेरै फुलेर यसरी फुलहरू पनि चापिएका छन्। अब यो बनाउनै नभ्याएर फुर्सद नभएर हो कि नभ्याएर हो अब भन्न सकिएन। यसरी फुलहरू चापिएका छन्, देखिँदैन धेरै भएर होला।